वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ पालो चट्ट पारेर नमिठो तरकारी घिरो लगाएको। पहिले चाहिँ यसलाई हो चट्ट पारेर छिल्नुपर्छ क्या, चुकुना गोरो हुने गरी राम्रो स्मुथ हुने गरी छिल्नुपर्छ होइन, चट्ट पारेर। अनि अब पालो आलुलाई बिस्तारै होइन, आलु पनि चुकुना हुने गरी छिलेर चट्ट पारेर काट्ने, यसरी टक्क काट्ने अनि सानो सानो पिस बनाउने, च्याट 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 च्याट। त्यसपछि चक्क प्याज काट्ने हो, दामी तरिका। प्याज चाहिँ चक्कुले नकाट्ने, यसरी जादुले काट्नुपर्छ अनि मात्र मिठो हुन्छ हो, नत्र मिठो हुँदैन नि फेरि। अनि टमाटर चाहिँ पातलो काट्नुपर्छ, अलिकति नि मोटो भएछ भने चाहिँ फेरि सक्यो है, फेरि घिरौला घिरौला जस्तै हुन्छ, फेरि मासु हुँदैन नि फेरि घिरौला चाहिँ मासु जस्तो पकाउने हो, चट्ट पातलो टमाटर फेरि काटेर पखाल्नु पनि पर्छ नि, फेरि पखालेन भने चाहिँ नमिठो हुन्छ हो। आफ्नै हातको मैला परेर नुनिलो हुन्छ, नुन पनि नहाल्ने तरिकाको हुन्छ, त्यसै सट्ट एकचोटि पखाल्ने हो, चट्ट पखालेर टक्क लिएर जाने, टक्क कटिङ हान्ने हो। अनि बाँकी चाहिँ अब अर्को ब्लगमा ल क्या, सबै एकैचोटि देखाएर हुन्छ त, यो त मिठो तरकारी हो नि त। बाई बाई।